आज म के गर्दैछु म तपाईलाई देखाउँछु है। आज चाहिँ म एकदमै बिजी हुनेवाला छु घरमा। आज हामीले गेस्ट इन्भाइट गरेका छौँ, त्यो भएर मैले आज बिहानदेखि नै प्रिपेयर गर्नुपर्ने हुन्छ। सब्जी केलाउनेदेखि लिएर तरकारीहरू काटकुट गर्नेदेखि लिएर अचार पिचारको लागि रेडी गर्नेदेखि लिएर सब गर्नुपर्ने हुन्छ म एउटैले है। आज चाहिँ हाम्रो गेस्ट आउनेवाला छ, मैले के पकाउँछु तपाईँलाई सरर देखाउँछु है त। अहिले चाहिँ मैले यहाँ के गरिरहेको छु म देखाउँछु है। मैले चाहिँ साग केलाउँदैछु। यो चाहिँ खोलेको साग हो होइन। खोले साग केलायो 2 मुठा यति जति बनाएको छु केलाएर। यहाँ खोले साग चाहिँ एकदमै राम्रो रहेछ, एकदम हेल्थी रहेछ है। अनि यत्रो खोले साग केलाएँ मैले, एउटा पनि चिप्लिकेर भेटाएन कि, यस्तो राम्रो है। युकेमा चाहिँ यो खोले सागमा यति चिप्लिकेर हुन्छ। अनि त्यसपछि यहाँ निउरी पनि मैले 2 मुठा केलायो, एउटा किरा भेटेन। चिप्ली किराको एउटा त्यो चिप्ली किराको भन्ने कुरा नि भेटेन कि, यस्तो राम्रो यस्तो सफा के। विशेष गरेर युकेमा त यस्तो सागसब्जीहरूमा त यस्तै चिप्ली किरा हुन्छ, यहाँ त केही छैन। कस्तो यस्तो केलाउने बेलामा चिप्ली किराहरू यस्तो अरू किराहरू एउटा पनि देखेन भने मन कस्तो शान्त हुन्छ कि। एउटा पनि चिप्ली किरा देख्यो भने चाहिँ के हुन्छ भने, ओहो चिप्ली किरा रहेछ, यो सबैमा छ होला भनेर कस्तो त्यो मनै शान्त हुँदैन कि। मैले यत्रो केलायो, बाटोभरि केला चाहिँ हेर्नु त, एउटा चिप्ली किरा छैन, यस्तो राम्रो। अनि केलाएर जराहरू यसरी फाल्यो, अनि यो जराहरू बारीमा फाल्न पाए कस्तो राम्रोसँग उम्रिन्थ्यो होला, अब के गर्ने है। अनि त्यसपछि यो निउरी केलाको यो भागहरू, यो छिप्पेको भागहरू चाहिँ खाँदैन। अनि यसरी कलिलो कलिलो मात्रै लिएर अनि खाने हो कि। यसको अचार यस्तो मिठो हुन्छ। यो निउरी चाहिँ जङ्गलतिर पाउँछ कि, जङ्गलमा मान्छेहरूले कस्तो दुःख गरेर टिपेर ल्याउँछ, अनि त्यसको चाहिँ अचार बनाउने हो कि। कस्तो मिठो हुन्छ। अलिकति हल्का बोइल गर्नुपर्छ, अनि त्यसपछि तेल नुन खुर्सानी प्याज गोलबेर हालेर अचार बनाउनु कस्तो मिठो हुन्छ। झनै डब्बाको माछासँग कस्तो मिठो हुन्छ यो। अनि यहाँ अर्को पनि छ केलाउनु पर्ने, यो धनियाँ हो। यस्तो राम्रो हेर्नु न, यस्तो मिठो बास्ना आउँछ यो धनियाँको है। यत्रो ठुलो मोटो बुढालाई धनियाँ ल्याउनु भनेको त यति ठुलो ल्याउनु भएछ। अब यसलाई पनि धोएर केलाएर काटेर राख्छु, अनि भरे पकाउने बेलामा सजिलो हुन्छ। यहाँ आजको मेरो दिनचर्या यस्तै छ, पकाउने तुलाउने भरेको लागि प्रिपेयर गर्दैछु है गाइस। यो खोले सागहरूलाई चाहिँ यसरी पानीले राम्रोसँग धुनुपर्छ कि, यो बाहिर उम्रेको कुराहरू हो नि त। अनि राम्रोसँग यसरी धुनुपर्छ, एकचोटि मात्रै धोएर हुँदैन। यहाँ नेपालमा त यस्तै बाटोमा पानी राखेर 2-3 चोटि धुनुपर्छ। यो खोले साग एकदम खान मनपर्छ कि नेपालमा आउँदाखेरि। युकेमा चाहिँ पाउँदैन, महँगो पनि छ यो। त्यही भएर आज गेस्टहरूलाई दुःख गरेर बनाएर धोएर यो साग चट्ट लाएर खुलाउनेवालामा छु मैले। अब चाहिँ यो धनियाँ धनियाँ हेर्नु न, कति धेरै कस्तो मिठो बास्ना आउँछ यो धनियाँ। यो खोले सागहरूलाई चाहिँ यसरी पानीले राम्रोसँग धुनुपर्छ कि, यो बाहिर उम्रेको कुराहरू हो नि त। अनि राम्रोसँग यसरी धुनुपर्छ, एकचोटि मात्रै धोएर हुँदैन। यहाँ नेपालमा त यस्तै बाटोमा पानी राखेर 2-3 चोटि धुनुपर्छ। यो खोले साग एकदम खान मनपर्छ कि नेपालमा आउँदाखेरि। युकेमा चाहिँ पाउँदैन, महँगो पनि छ यो। त्यही भएर आज गेस्टहरूलाई दुःख गरेर बनाएर धोएर यो साग चट्ट लाएर खुलाउनेवालामा छु मैले। अब चाहिँ यो धनियाँ हेर्नु न, कति धेरै कस्तो मिठो बास्ना आउँछ यो धनियाँ। मेरो आजको पहिलो डिस तयार भएको छ गाइस। मैले चाहिँ अचार बनाएको छु स्टार्टरसँग खानुको लागि। मुला, काँक्रा, कागती, गोलभेडा, हरियो मसिनो केरो, तिल, हरियो खुर्सानी हालेर अनि साँधेर बनाएको। मुला र काँक्रा चाहिँ हिजै काटेर नुनमा भिजाइराखेको, अनि पानी चाहिँ सर्लक्क आज तारेर निचोरेर अनि आज चाहिँ मोलेको है। यो चाहिँ मेरो अचार, मेरो फर्स्ट डिस रेडी भयो है त। अब यस्तै गरेर मैले के पकाउँछु तपाईँलाई देखाउँदै जान्छ है गाइस। मेरो अर्को डिस गाइस, यो चाहिँ मेरो अर्को डिस। यो चाहिँ चिकन पिस गरी काटेर अनि मेरिनेट गरेर
बेसनको पिठो अनि लसुन अनि नुनमा चाहिँ मजाले मेरिनेट गरेर फ्राई गरेको है। अनि यसलाई चाहिँ भरे खाने बेलामा स्विट एन्ड सावर चिकन बनाउने भनेर हो, स्टार्टरसँग खानुको लागि। यो चाहिँ मेरो सेकेन्ड डिस। आज पकाएको अर्को डिस यो चाहिँ फिस बल हो है। फिस बललाई हाफ काटेर अनि टमाटो प्युरी अनि लसुन हालेर यसरी बनाएको है, सादा बनाएको। यो चाहिँ फिस बल हो। अनि यो चाहिँ खसीको मासु कोकोनट मिल्क हालेर पकाएको, लो हिटमा एकदम पाक्ने गरेर पकाएको कि। अनि यो चाहिँ भातसँग खानुको लागि पकाएको मैले खसीको मासु। कस्तो मिठो बास्ना आएको छ। अनि यहाँ दाल पनि पकाइसकेको छु। दाल रातो सिमीको दाल बनाएर घिउ र जिम्बुरी झानेर यो कालो प्रेसर कुकरमा बनाइराखेको छु। भरे खाने बेलामा चाहिँ तताएर खाने। ल साथीहरू, मेरो अर्को डिस चाहिँ यो स्विट एन्ड सावर चिल्ली हो होइन। अघि फ्राई गरिराखेको चिकनलाई चाहिँ स्विट एन्ड सावर चिल्ली बनाएको छु है। अनि अर्को चाहिँ यहाँ बिहान धोएर राखेको छु न्युलीको साग अनि खोले साग। यो चाहिँ अहिले पछि खाने बेलामा पकाउने हो। ल यति हो। अब अहिले पछि गेस्ट आएपछि बोल्न पाउँदिनँ होला है। अनि अर्को डिस चाहिँ यहाँ सुकुटीको अचार छ। सुकुटी अचार बनाइराखेको, यो पनि मैले दिनेवाला म छु। अनि यो धनियाँ यहाँ मिसाएर अहिले यसरी मिसाउने खाने बेलामा। अनि यहाँ चाहिँ प्राउन फ्राई पनि पकाएर राखेको छु, चम्चा काटेर तयार गरेको छु। या मेरो खाना रेडी भयो आजको लागि। अब गेस्ट आएपछि खाना दिनुपर्ने हुन्छ। ल है त साथीहरू, अहिले गेस्ट आएपछि बोल्न नपाउला। अचार चाहिँ यस्तो बनाएको छु मैले है। आज चाहिँ गेस्ट आउँदैछ मेरो छिमेकीहरू हो। अनि अब उहाँहरू फेरि भिडियोमा आउन मान्ला या नमान्ला होइन। त्यसो भएर अब म चाहिँ मेरो भिडियो यहीँ अन्त गर्छु। अनि अब गेस्टहरू आएपछि उहाँलाई सर्भ गर्न बिजी हुन्छ। मैले पछि भेट्छु है त तपाईँलाई।